लागि मिडिया हबको प्रस्तुति हास्य टोली श्रृंखला एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ चटारो एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ चटारो खानु नपिउनु हजुर लाखर लाखर हिँड्यो न त ठाउँमा पुग्न सक्यो न त मान्छे चिन्यो काम बल्ला भन्दा भन्दै मरिसक्यो आशै जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै मेरी बासै मेरी बासै मेरी बासै कस्तो चिसो हिमाल चुली पल्लापट्टि दुम्सीले कपाल कोर्यो लामखुट्टेले हलो जोत्यो झिङ्गाले जल्ला फोर्यो आफ्ना झगडा नगरौँ नेपाली दाजु भाइ। आहा काका कस्तो राम्रो गीत, मलाई नि गीत गाउने एकदम ठुलो रहर छ, मलाई नि यो गीत सिकाइदिनु पर्यो। भइहाल्छ नि, के सिक्नु नि यस्तो पाङ्दुरे गीत, त्यस्तो राम्रो गीतलाई पाङ्दुरे गीत भन्ने? त्यही त, जस्तो मान्छे त्यस्तै गीत त ठिकै छ नि, तिमी पनि सिक्ने रे? सिक्ने, जाऊ जाऊ सिकेला हो। सुन सुन, अस्ति मात्रै भिनैले यो गीत गाउँदाखेरि दुईजना मान्छेको कानको जाली नै फुटेको हो। तिमीलाई सुहाउँछ क्या? जाऊ हुँदैन हुँदैन, जाऊ न जाऊ भने जान, त्यो कान फुट्यो भने के गर्ने? कानमा कपास खाँदैन नि सिका क्या? जाऊ ए जाऊ त, जाऊ जाऊ गएँ त, जाऊ भन्दैछु। काका गीत सिकाइदिनु पर्यो अहिलेको। अनि त्यो बाङ्ला कुरो पत्यो नि, त्यसले के भन्यो अघि, मान्छेको कान फुट्यो रे, त्यो त कान फुट्नु, कान बन्द भएर अस्पताल गएको रहेछ। अनि पिएचडी गरेर डाक्टरले चाहिँ नि उपचार गर्न नसकेका मान्छे मेरो गीत सुनेपछि कान खुल्यो। काका एउटा कुरा भनौँ, होइन मेरो गाउँमा हजुरबाले कान कम सुन्नुहुन्छ क्या, तपाईँ गीत ल्याएर एकचोटि सुनाउनु पर्छ क्या? ट्याक्कै खुल्छ कस्तो राम्रो गीत छ। या सुन, अब सिक्नलाई चाहिँ के छ भन्दाखेरि यो गीत भन्ने कुरो त्यति सजिलो छैन, एकदम ध्यान मन टन। हिमाल चुली पल्लापट्टि दुम्सीले कपाल कोर्यो हेर, हिमाल चुली जे छ चुलीमा छ हेर बाबु, चुलीमा छ। चुलीमा के धान फल्छ? यसरी पराल पल्टाउन पाइन्छ? चुलीको महत्व त थाहा छ? हाम्रो त्यो सहरमा छ त्यो चुलीमा कति गोराहरू चढेर चाहिँ डलर फलिरहेछ। डलर आएर कि तिमीलाई आछ? पूजा गर्छ चाहिँ बुझ्नु छैन? हिमाल चुली पल्लापट्टि दुम्सीले कपाल कोर्यो, लामखुट्टेले हलो जोत्यो। र अब कसरी पत्याउने? लामखुट्टेले हलो जोतेर, लामखुट्टेले नि कहीँ हलो जोत्छ? त्यही त, लामखुट्टेले कहीँ हलो जोत्छ? लामखुट्टेले त अस्ति च्वास टोकेर हामीले झुला हाले होइन? लामखुट्टेले हलो जोत्छ। अब यहाँ गाउँमा भएका केटाहरू जति बुढा भएका बाबाआमालाई चाहिँ घर छोडेर उहाँ चाहिँ विदेशमा पैसा कमाउनु भनेर गइरहेछ। अब हलो कसले जोत्ने? लामखुट्टेले फट्याङ्ग्राले त्यसै जोतिन्छ नि, तैँले जोत्छस्। अनि बाँकी गीत सुनेर बाबु, लामखुट्टेले हलो जोत्यो झिङ्गाले डल्ला फोर्यो। कहीँ नपाएर झिङ्गाले माटा डल्लो फोर्छ, झिङ्गाले त ढिँडा डल्लो पाए मात्रै फोर्छ। कहीँ नभएको जे पाए त्यही गीत बनाएछ। ए बाबु सिक्नै पर्दैन, यस्तो हुँदैन बा गीत। हेर बाबु कसैको कुरा नसुन, गीत भनेकै हुँदै नभएको गीत हुने हो हेर बाबु है। अब तिम्रो आँखामा के छ? बादल। आँखा बादल हुन्छ, त्यही त। तिम्रो आँखामा मलाई बस्न देऊ रे, आँखा बस्न मिल्छ? आँखा बस्न मिल्ने हो भने चाहिँ घर किन बनाउनु पर्यो? त्यही त होइन, आँखामै बस्यो, आँखामै सुत्यो होइन, पाहुनाहरू आउँछन् आँखामै भात पकायो, आँखामै खायो, आँखामै स्वागत सत्कार गर्यो। गीत भनेकै हुँदै नहुने कुराको हो बाबु। अनि हिमाल चुली पल्लापट्टि दुम्सीले कपाल कोर्यो, लामखुट्टेले हलो जोत्यो झिङ्गाले डल्ला फोर्यो। आफ्ना झगडा नगरौँ नेपाली दाजु भाइ। कस्तो देश प्रेम छ? त्यही त, देशभक्ति खुल्यो। लु अहिले चाहिँ राम्रो लाग्यो तिम्रो गीत बुढा, यो गीत रेडियोमा लगाएर बजाइहाल्नुपर्छ। किन नि? रेडियोमा बन्द गरेर मिल्छ नि त। हेर बाबु जे भने पनि म पहिला पन्जाबमा गीत गाएर 2017 सालमा पन्जाबी तारा भएको बाबु। नेपाली पिउनु हुन नसाउनेलाई पन्जाबी तारा।
यहाँ ससुराली आयो कस्तो चिसो है पराल त यो त चिसो त केही छैन यो नपल्टाए त कुहिएर सिद्धिँदैछ सक्यो हुन्छ नि बर्बाद हुन्छ पल्टाउनु परेको नि यहाँ भयो यहाँ काम चोरहरू ल सुन भान्जा हजुर मामा अब तिमीहरूको काम भनेको यहाँ प्लास्टिक हाल्ने यो कुहिएको फाल्ने यो बाँसहरू र यो मलसल ल्याएर ठिक्क पार्ने अर्को सिजनको लागि टमाटर रोप्ला बुझ्यौ हिमाल चुली पल्लापट्टि दुम्सीले कपाल कोर्यो भन्दा हिमाल चुली पल्लोपट्टि केले त्यो दुम्सीले कपाल कोर्यो अझै ठोक्छौ म आउनु पर्यो हो बाउ भोलि सिकौँ है भोलि ए अझै भोलि सिक्ने बेलुका घर होइन म सिकाउँछु कि को जुरेली तिमीले म कोही जुरेली छुरेली जुन दिनबाट मेरो सुनको औँठी चोरेर त्यो धुर्मुसेलाई जिम्मा लगायो त्यो दिनबाट यो काजीको घरबाट जुरेली सदाको लागि बिदा भयो अनि त्यो औँठी खोइ त काजी साहब किन कहिले पनि चोर्न औँठी त मेरो हातमा परिसकेको थियो नि फेरि त्यो ढुर्मुसे ढाकाले मेरो हातबाट उचित्याएर भाग्यो एक हप्ता भयो त्यो धुर्मुसे ढाका यो गाउँमै छैन रे त्यसको बाउदारीलाई 1 घण्टाभित्र तेरो छोरो र औँठी दाखिला गर भनेको छु यहाँ कत्रो तोडले सिस्नुले हानेको बा अब फेरि पनि हाने भन्छ म त सिधै वेलकम टु द गुड नाइट हुन्छु बरु सधैँको लागि वेलकम टु द गुड नाइट भइदिए आनन्द आउँछ मलाई खाली जस्तो मान्छेको औँठी चोरी होइन त खुल्कन भन् कहाँ राखेको त त्यो औँठी मैले भन्नेदेखि तिमी गएर चोरौला भनेर के रे खातालाई म मरिसके कि जिउँदैछु मर्छस् त चाल रे मर्या भए त बेसै हुन्थ्यो नि गाजीले 1 घण्टाभित्रमा औँठी दाखिला गर्नु भनेको छ साँच्चै भन्दैनस् त औँठी भए पो भन्नु मैले त बेचेर खाइसके ए अब पुलिस ल्याएर नबोकाइकन भएन होइन त तँलाई सिन्ताली यहाँ आइज त यो खोल्ने हो त्यही काम बाँकी छ तिमीलाई औँठी चोर धन्यवाद हेर त्यो औँठी मसँगै छ क्या यहाँ आउँछ यहाँ खल्तीबाट झिक यो औँठी खुर्क लएर काजीलाई देऊ त हेर यसको बुद्धि सुन जस्तो कुरो बल्ल बल्ल फुत्काएको पनि कसैले लगाएर दिन्छ यो औँठीलाई कति पर्छ थाहा छ तँलाई 40,000 पर्छ 40 हेर तिमीलाई कानमा झुम्का लाउने इच्छा छ भने होइन यही लागेर बेचेर झुम्का बनाउनु पर्छ क्या अहिले तिमी नै राख बरु मलाई चाहिँ छिटो खोल्दैउ न बाले पुलिस लिएर आउने बेला भइसक्यो म भागिहाल्छु पापा अनि भाग्नु त टाढाको गाउँमा भाग्नु नि बाले नभेटाउने गरी ल जसरी हिमाल चुक्दैन त्यसै गरी यो हिमाल असैको आँखाबाट कोही अपराधी लुक्न सक्दैन तपाईँ आत्तिनै पर्दैन तपाईँको छोरालाई 5 मिनटभित्र यो हिमाल असैले ठेगानमा ल्याइदिन्छ 1920 तिर छोराले आफ्नै बाउलाई पक्रेर इतिहास रचेका थिए अब आज फेरि बाउले आफ्नै छोरालाई पक्रेर अर्को इतिहास कोरिने भुल्ला हेर्नु त धुर्मुसेका अगाडि कसैको केही लाग्ला हेर्नु सल्लाह साहब असै साहब यहाँ ठाउँमा यसरी इन्द्रिया बाउ चन्द्रिया आए पनि फुकाउन नसक्ने गरी त्यसरी बाँधेर गएको मान्छे अहिले बिहे पत्ता छ बा यसमा पक्कै पनि बुहारीको हात हुनुपर्छ कुरो बुझ्नुभयो फोगटे मान्छेलाई दुःख दिएर असै साहब बिन्ती यहाँ आएपछि त खाली हात जाने कुरै भएन नि कसै न कसैलाई त लानु परेको नि बिन्ती बुहारी बुहारी हजुर आखिर धुर्मुसेलाई भगै छाड्यो होइन तिमीले मैले काम भगाउनु नि म भित्र भात पकाउँदै थिएँ बाहिर निस्किँदा त अघि भागिसकेछन्
भागेछ होइन कहिले भगाइस् त्यसलाई राम 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 के बोले मैले त्यस्तो गर्छु होला बरु त्यो औँठीको कति पर्यो भन्नुहोस् म तिर्छु मलाई त्यही औँठी र तेरो छोरो चाहियो